आर्टे थापा र म चाहिँ आज हजुरहरूलाई सिकाउन गइरहेको छु हाउ आई मेक माई थम्बनेल्स भनेर। र त्योभन्दा अगाडि तपाईँहरूलाई सबैलाई थ्याङ्क्स अ लट फर सब्सक्राइबिङ माई च्यानल र हाम्रो चाहिँ 300 अगाडि र आज चाहिँ लिटरली होइन 397 छ। सो वी आर गोइङ टु फर नाउ एन्ड तपाईँलाई ह्याप्पी तिहार अल्सो फ्रम र आज म तपाईँहरूलाई सिकाउँछु होइन। म चाहिँ मेरो यस्तो राम्रो राम्रो खाना चाहिँ कसरी बनाउँछु भन्दा होइन त्योभन्दा पहिला खाना बनाउनु चाहिँ होइन हाम्रो यस्तो च्यानलमा गएर यहाँबाट च्यानलमा जानेर यता सब्सक्राइब गर्नुपर्छ। र पहिला चाहिँ हाम्रो फर्स्ट चाहिँ के हुन्छ भन्दाखेरि एउटा ब्राउजर राम्रो जसलाई गुगल क्रोम याहुहरू युज गर्न सक्नुहुन्छ। र म चाहिँ क्रोम दिस। सो पहिला चाहिँ हामीलाई आफ्नो सब्सक्राइब गर्नुपर्छ र धेरै सबैको सेम हुन्छ तर कहिले कहिले चाहिँ फरक हुनसक्छ। सो आई युज फोटोपिया फर माई एडिटिङ र यसको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा पनि राखिदिन्छु। र यहाँबाट चाहिँ हाम्रो स्टेप सुरु हुन्छ। हामी चाहिँ ब्राउजर आइसक्यौँ र यसमा चाहिँ तपाईँले लगइन गर्न सक्नुहुन्छ यहाँबाट यताबाट गएर मैले चाहिँ गरिसकेको छु। सो मलाई चाहिँ चाहिँदैन। अब चाहिँ हामीले के गर्नुपर्छ भने न्यू प्रोजेक्टमा जानु र यहाँ चाहिँ युट्युब थम्बनेल भन्ने यसलाई सेलेक्ट गरेर या तपाईँ यहाँबाट जे पनि गर्न मिल्छ। जस्तै एफबीको पेज बनाउन मिल्छ र युट्युबको पनि पेज बनाउन मिल्छ। इन्स्टा युट्युब प्रोफाइल तपाईँ यहीँबाट बनाउन मिल्छ होइन। तर आज हामी थम्बनेलको बारेमा कुरा गर्छौँ। सो हामी थम्बनेल लिइसकेको छु र यो चाहिँ तपाईँहरूले फर्स्ट टाइम हेर्दाखेरि चाहिँ कम्प्लिकेटेड देख्न सक्नुहुन्छ तर बुझ्नु हो भने चाहिँ केही पनि गाह्रो हुनेवाला छैन। सो म चाहिँ तपाईँहरूलाई बुझाइदिइहाल्छु। यो चाहिँ हाम्रो यसलाई चाहिँ हाम्रो सर्च यो चाहिँ हाम्रो नर्मल इक्विप हुनुपर्छ। यहाँ चाहिँ केही न केही इक्विप भइरहनुपर्छ कि नभए अच्छा यो केही न केही इक्विप हुनैपर्छ। सो यो चाहिँ फ्री ह्यान्ड होइन। यसमा चाहिँ हाम्रो जहाँ पनि चिज हुन्छ यो चाहिँ एउटा भयो। यो भनेको चाहिँ हाम्रो के हो भन्दाखेरि यसरी पनि हुन सक्नुहुन्छ। यो चाहिँ हाम्रो सेपहरू होइन। तपाईँलाई के अब यहाँ मैले अब यो गर्न मिल्ने लोगो राख्न मिल्यो पर्यो भन्दाखेरि चाहिँ यहाँ चाहिँ अब यसरी राख्नु मिल्छ क्या। सो यो पनि धेरै युजफुल आउँछ। र यो अर्को चाहिँ हाम्रो के हो भन्दाखेरि चाहिँ यो चाहिँ केही त्यो हुन्छ नि त्यो टुल्स टाइप है। यहाँ चाहिँ म्याजिक यस्तो यस्तो हल्दै सक्नुहुन्छ। यसको चाहिँ पछि काम हुन्छ। र यो चाहिँ हाम्रो क्रप टुल होइन। यसमा चाहिँ हाम्रो इमेज छ होइन। हामी अब यस्तो ब्याकग्राउन्डमा देखाएको छ मैले के यहाँबाट इमेज एक्सपोर्ट गरेर यसको काम गर्न सक्छु होइन। सो अर्को चाहिँ हाम्रो इरेजर हो। यो चाहिँ हाम्रो ब्लेन्डर टाइप हो। यसमा चाहिँ हामीले ब्रसहरू युज गर्नुहुन्छ। र यसले चाहिँ हाम्रो के काम गर्छ भन्दाखेरि चाहिँ यसको नाम चाहिँ ग्रेडियन्ट टुल हुन्छ होइन। यसमा चाहिँ हामीले यस्तै अब यति चाहिँ यसलाई तान्न मिल्छ होइन। यति चाहिँ डार्क यति चाहिँ त्यो ब्लेन्ड टाइप हुन्छ नि यसमा म देखाउँछु हजुरलाई पनि। त्यो ग्रेडियन्ट टुल चाहिँ के हो भन्दाखेरि चाहिँ होइन यसको नाम चाहिँ ग्रेडियन्ट टुल हुन्छ होइन। अच्छा अब चाहिँ अब व्हाइटमा चाहिँ देखिन्न। सो एउटा म चाहिँ कलर एक्सपोर्ट गर्छु होइन। कलर चाहिँ कसरी लानु भन्दाखेरि चाहिँ म अहिले सिकाउँछु। यो आफ्नो यसमा लेयर हुन्छ होइन। लेयर पहिला सेलेक्ट गर्नु है। यो लेयर भयो होइन। यहाँ यसबाट गर्ने होइन। फेरि यो लेयर सेलेक्ट भयो होइन। अब यहाँ तल हेर्नु भने धेरै हुन्छ। एउटा भनेको यो चाहिँ मार्क्स हाल्ने हो। एडजस्टमेन्ट छ हाम्रो चाहिँ एडजस्टमेन्टमा गएर यहाँ यसलाई थिच्नु र कलर फिल भन्ने हुन्छ हो। यस्तो तपाईँहरूले कोड पनि हाल्न सक्नुहुन्छ। र अब चाहिँ म फर ट्युटोरियल यो हालिदिन्छु। ल मैले चाहिँ गरिसकेँ होइन। अब चाहिँ मलाई यताको लाइट चाहिन्छ यता डार्क चाहिन्छ भनेर के गर्नु भनेको चाहिँ ग्रेडियन्ट टुल लिनु होइन। यहाँ जीबाट पनि युज गर्न सक्नुहुन्छ होइन। अब यहाँ पहिला यो पनि थिच्न पऱ्यो। अब हेर्नुहोस् है यहाँ हेर्नुहोस् ब्याकग्राउन्ड अब यस्तो हुन्छ क्या। ग्रेडियन्ट टुल चाहिँ यस्तो हुन्छ। मैले यहाँबाट पनि तान्यो भने यस्तो हुन्छ। यहाँ तान्यो भने यता गएर हुन्छ। यो चाहिँ हामीले बनाउन सक्छौँ होइन। यो धेरै युजफुल हुन्छ। तपाईँहरूले आफ्नो क्रिएटिभिटी युज गर्नुहुन्छ भने यहाँ अर्को भनेको चाहिँ हाम्रो प्लट यो चाहिँ तपाईँलाई भन्नु पर्दैन थाहा नै छ मोबाइलमा नै हुन्छ यो। अनि अर्को भनेको चाहिँ हाम्रो यो डट टुल बट टुलहरू हुन्छ। धेरै काम लाग्दैन। अर्को टेक्स्ट टुल हो। यसलाई चाहिँ युज कसरी गर्ने भन्दाखेरि चाहिँ यसलाई लेख्नु होइन। जे भन्नु नानी अब तपाईँले सानो लाग्ला यहाँ जानुहोस्। म चाहिँ अहिले ठिक्कको राखिदिन्छु 60 px। अझ तपाईँहरूलाई ठुलो टाइटल लेख्नु छ भने चाहिँ अब 100 pxसम्म जान सक्नुहुन्छ। र अब अर्को टुलको नाम चाहिँ के हो भन्दाखेरि चाहिँ पेन टुल होइन। यसमा चाहिँ हामीले अब फ्री टेल यस्तो यस्तो बनाउनु हुन्छ होइन। यो पेडमा बनाए जस्तै यसले हाम्रो त्यो डिजाइनहरू बनाउँछ यस्तोवाला हुन्छ नि त्यो त्यसलाई ब्लेन्ड टाइपको बनाउने क्या त्यो। अर्को चाहिँ हाम्रो भनेको यो ओभलवाला हो। यसो चाहिँ ब्ल्याकवाला हुन्छ।
यसको तर लेयर चाहिँ अर्कै हुन्छ है अर्को चाहिँ यसको चाहिँ काम हुन्न होइन तर काम चाहिँ हुन्न यसको किनभने युरोथर्मल यसरी नै हुन्छ नि त सो तपाईँहरूलाई मैले अब त्यो टुलको नाम चाहिँ चिनाइदिसकेँ अब चाहिँ अब तपाईँहरूलाई म के गर्न सिकाउँछु भन्दाखेरि चाहिँ अब चाहिँ यसको युज गर्न सिकाउँछु कि यो कसरी युज गर्ने हो भनेर ल सिकाउँछु म रियल थम्बनेल बनाउन सबभन्दा पहिला थम्बनेल बनाउनको लागि हामीलाई के चाहिन्छ होइन जसलाई नयाँ एउटा फाइल चाहियो होइन अनि ओपनमा जान्छु म अनि तपाईँहरू आफ्नो यो फाइल एक्सप्लोरर जानु पुग्नुहुन्छ र तपाईँहरूले जे पनि गर्नुहुन्छ यसले सबै गर्छ कहिले कहिले वाट्सएपहरूले लार्ज फाइल गर्ने त्यसले सबै गर्छ मलाई चाहिँ अब यसले सबै डाउनलोड गर्नुहुन्छ नि तपाईँहरूले अब तपाईँलाई माइनक्राफ्टको चाहियो होइन एउटा जस्तै मलाई चाहिँ मेरो नयाँ सिरिज आउनुला एनएसएमपी भन्ने होइन त्यो तपाईँहरूले हेर्नु होला र म चाहिँ त्यो त्यसको थम्बनेल एडिट गरेर देखाउँछु है त ल अब सबभन्दा पहिला चाहिँ ओपन थिस गर्छ किनभने ओपन थिस भने ब्याकग्राउन्ड चेन्ज हुन्छ ल हाम्रो ब्याकग्राउन्ड चाहिँ आइसक्यो अहिले त हामी देख्छ यसलाई सेट हानिदिन्छु र अब तपाईँहरूले ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ धेरै मिस्टेक हुनसक्छ होइन यो पछि गएर बाँध्नुपर्छ अब यस्तो मलाई नेपालको फ्ल्याग चाहियो होइन कज आयो नेपाली होइन आफू नेपाल र तपाईँहरूले आफ्नो कन्ट्रीको फ्ल्याग चाहियो भने चाहिँ ओपन गऱ्यो भने चाहिँ यो जान्छ यसले चाहिँ हामीले ड्र्याग गर्नुपर्छ यो ड्र्याग गरी अब यसलाई चाहिँ म सायद यति भएर पुग्छ मलाई अब यसलाई म यता लेखिदिन्छु यति भएर पुग्छ है त अब यसमा चाहिँ यता चाहिँ यो आफ्नो देख्छ अब चाहिँ यसको ब्याकग्राउन्ड चाहिँ कहाँ भन्नु भने यो क्लिक गर्नुहोस् यता रिमुभ बिजी भन्ने हुन्छ तपाईँहरूसँग यसको प्रिमियम छ भने चाहिँ तपाईँहरूले प्रिमियम एकैछिनमा गर्न सक्नुहुन्छ तर प्रिमियम छैन भने चाहिँ अब सो अब प्रिमियम छैन भने चाहिँ अलिकति तपाईँहरूले दुःख कष्ट अब गर्न पर्न सक्छ र यसरी आर्टिस्ट सकिसकेर हेर्न सक्नुहुन्छ मेरो यो नेपालको फ्ल्याग आइसकेको छ र अब चाहिँ मलाई धेरै कुराहरू होइन हाल्न सक्नुपर्छ हाम्रो चाहिँ होइन अब चाहिँ मलाई अब के हाल्नु पर्छ अब एनएसएमको लोगो हाल्नुपर्छ होइन यो चाहिँ एआई जेनेरेटेड तपाईँहरूको दुईवटा उयो हुन्छ क्या खाना बनाउनु चाहिँ र तपाईँले आफ्नो कस्टमाइज क्रिएटिभिटी ल्याउन सक्नुहुन्छ र एउटा चाहिँ एआई आई लाइक टु प्रिफर फर कस्टमाइजिङ कज एआई भनेको चाहिँ चिरिङ टाइप लाग्छ मलाई होइन तर यस्तो पार्टिकल्सहरू चाहिँ तपाईँले गर्न सक्नुहुन्छ जस्तो यो लोगो एआई जेनेरेटेड होइन अरू त्यसलाई हामी के गर्नु भन्दाखेरि यता राखिदिनु होइन अब चाहिँ यसको पनि रिमुभ बिजी गरिदिनु यो पनि बिजी भयो यसको पनि गरिसक्यो कहिले कहिले तपाईँले एड पनि नदेख्न सक्नुहुन्छ होइन त्यो भएको बेला यो मेरो लुगा त लोगो चाहिँ आइसक्यो होइन पछि सो मैले चाहिँ हेर्न सक्नुहुन्छ गाइज यता यो सबैको त्यो गरिसकेको रिमुभ बिजी र हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम खतरनाक थम्बनेल भइसकेको छ र यति मात्रै होइन यसमा हामीले धेरै कस्टमाइजेसन गर्न मिल्छ होइन यसलाई टेस्ट हाल्यो तर टेस्ट चाहिँ मलाई आइरहेको यताबाट नहाल्नु जस्तो लाग्छ किनभने त्यो चाहिँ तपाईँहरू च्यार्जेसबाट मलाई यस्तो बनाइदिएको भन्दा त्यो डाउनलोड गर्नुहोस् अनि चाहिँ त्यो ओपन गरेर फाइलबाट गर्न सक्नुहुन्छ तपाईँले त्यो होइन र अब कुरा आयो फिल्टरको होइन अब फिल्टर लाउनुभन्दा अगाडि चाहिँ हाम्रो त्योभन्दा सेकेन्ड लास्ट इन्स्ट्रुमेन्ट के हुन्छ भन्दाखेरि चाहिँ हामीलाई चाहिँ यो लेयर हाल्नु एउटै लेयर बनाउनुपर्छ होइन त्यसको चाहिँ एउटा सर्ट दिन्छ र त्यो सर्ट चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ के हो भन्दाखेरि चाहिँ कन्ट्रोल सिफ्ट अल्ट र इजेरा भन्ने एकैचोटि दबाउनु पर्छ होइन सो हेर्न सक्नुहुन्छ मैले चाहिँ त्यो की दबाएर चाहिँ यहाँ चाहिँ मैले एउटै लेयरमा चाहिँ बनाइसकेको छु र त्यो की चाहिँ म तपाईँहरूलाई स्क्रिनमा सो गरिदिन्छु र अब चाहिँ कुरा यसको लास्ट स्टेपको र लास्ट स्टेप भनेको चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ फिल्टर हुन्छ सो फिल्टरलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि यहाँ चाहिँ हामीले धेरै कस्टमाइजेसन हुन्छ यो वाला छ है फिल्म ग्रेनी देख्न सक्नुहुन्छ फिसको यस्तोवाला नियन ग्लो यस्तो यस्तो फुल देख्न सक्नुहुन्छ होइन मस्त भएर के काम गर्नु भन्दाखेरि चाहिँ फिल्म ग्रिन होइन पनि फर्स्ट तपाईँहरूलाई चाहिँ यो पनि कहाँ गएर थियो वेट यो पोस्टर इज यो यसको नाम चाहिँ SNUDZ स्टिक गरेको छ होइन यो चाहिँ प्रिफर गर्छु र यो हाइलाइट एरिया छ नि यसको यो छ नि यसलाई चाहिँ होइन के गर्नु भने ठ्याक्कै यति राख्नु होइन इन्टेन्स सेडलाई चाहिँ हामीले जति नराम्रो मिल्छ तर राम्रो देखाउनु छ भने चाहिँ एक राख्दा राम्रो हुन्छ र यो चाहिँ हाम्रो अलिकति त्यो डिस्प्लिस हुन्छ त्यो हामीलाई त्यो यसलाई चाहिँ हामी 0 पनि राख्छौँ मतलब 1 राख्छौँ र यसलाई चाहिँ हामी ओके गर्छौँ र हाम्रो थम्बनेल इज भेरी इम्पोर्टेन्ट गाइस
आजको भिडियोमा होइन। सो अब यसलाई चाहिँ म के गर्नु भन्छु भन्दाखेरि चाहिँ यहाँ हामीले डाउनलोड गरेर PNG-बाट यस्तो गर्न सकिन्छ होइन। बट म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ तपाईँहरू चाहिँ स्क्रिनसट लिन सक्नुहुन्छ होइन। अब स्क्रिनसटको फिचर तपाईँहरूलाई थाहा नै छ होला। सो तपाईँहरू त्यति गर्नुहोस्, किनभने यति चाहिँ यो गर्दाखेरि चाहिँ अलिकति त्यो नराम्रो क्वालिटी आउँछ। सो स्क्रिनसटै गर्दाखेरि चाहिँ बेस्ट अप्सन। सो आजको भिडियोलाई यति नै, बाँकीहरू चाहिँ अब तपाईँहरूलाई पछि भेट्नेछु। र हाम्रो एन्ड के हो भन्दाखेरि चाहिँ तिहारमा चाहिँ हामीलाई 5 सब्सक्राइबर पुग्नु छ। सो अब यतिसम्म भिडियो हेर्नुभयो भने चाहिँ एउटा लाइक हालिदिनु र सब्सक्राइब र बेल नोटिफिकेसन चाहिँ पक्का अन गर्नु होला, किनभने एक हप्तामा हाम्रो लङ भिडियो एउटा आउने गर्छ। र अब सर्भाइभल सिरिजको पनि पार्ट 3 चाहिँ अब अर्को हप्ता आउन सक्छ कि अर्को हप्ता एउटा नयाँ भिडियो नै आउन सक्छ जुन एमसीको रिलेटेड होइन। त्यो चाहिँ अब तपाईँहरूले फ्री डेस्क च्यानललाई पनि हेर्न सक्नुहुन्छ। त्यो चाहिँ म डिस्क्रिप्सनमा राखिदिन्छु। ल आजको भिडियो